समाजमा जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्रीकृष्ण महर्जनको तर्फबाट जोजलपा नमस्कार अनि अभिवादन। यो जनसवाल कार्यक्रममा आज हामीले नेपालको समाजको जुन अवस्था छ र नेपाली समाजमा विभिन्न समुदायहरूले जाति जनजातिहरूले उठाइरहेको मुद्दा, त्यो मुद्दाको विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ र विशेष गरी पछिल्लो समयमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन भइसकेपछि साँच्चै अहिलेको अवस्थामा पहिचानको मुद्दा, आदिवासी जनजातिले उठाएका मुद्दाहरू समाप्त भएको या कमजोर भएको के भएको हो या मुलुक कसरी अगाडि बढ्न सक्छ, अब यी विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि डाक्टर कृष्ण भट्टचनलाई आमन्त्रण गरेका छौँ। उहाँ समाजशास्त्री पनि हुनुहुन्छ, प्राध्यापक पनि हुनुहुन्छ। भट्टचनजी जोजलपा नमस्कार। वर्चे जोजलपा नमस्कार। वर्चे भन्नुहोस् वर्चे। तपाईँ यो आदिवासी जनजातिहरूको पहिचानको मुद्दा लगायतका विषयमा सामान्यतया मानिसहरूले सबभन्दा बढी खरो रूपमा उत्रिने बाहुनवादको विरोध गर्ने भनेर चाहिँ मानिसहरूले चिन्ने गरिन्छ। यो बाहुनवाद भनेर चाहिँ तपाईँ त्यति खरो रूपमा विरोध गर्नुको कारण के हो? नेपालमा जति पनि विभेदहरू छ, जातीय आधारमा, भाषिक आधारमा, धार्मिक आधारमा, सांस्कृतिक आधारमा, लैङ्गिक आधारमा र अरू आधारहरूमा जे जति विभेदहरू छ त्यसको मूल जरा भनेको यो एउटा त बाहुनवाद भयो, अर्को चाहिँ पितृसत्तावाद भयो, अर्को यो पहाडिया एकाधिकारवाद भयो होइन। तर त्यो पहाडिया एकाधिकारवाद र पितृसत्ता पनि त्यो बाहुनवादसँगै जोडिन्छ क्या। त्यस कारण बाहुनवाद चाहिँ मूल हो, त्यो मूल। र त्यो जुन राजतन्त्र थियो त्यो पनि उतै बाहुनवादसँग बढी जोडिन्थ्यो होइन। तर जस्तो राजतन्त्र अन्त्य भएर बाहुनवादको अन्त्य नभए हुनाले नेपालमा समस्या जहाँको त्यहीँ छ। त्यसकारण बाहुनवाद चाहिँ मूल हो, त्यो बाँकी चाहिँ त्यो मूलबाट बग्ने पानीहरू हो क्या। त्यसकारण बाहुनवादको समस्या समाधान नभएसम्म यहाँ आदिवासी जनजातिको, दलितको, मधेसीको अनि महिलाहरूको अनि भाषाभाषीहरूको, विभिन्न धर्मावलम्बीहरूको अनि अब लैङ्गिक अल्पसङ्ख्यकहरू भनौँ न होइन, यौनिकता भिन्न यौनिकता भएकाहरू अथवा भिन्न प्रकारले सक्षम व्यक्तिहरू, यो सबैको समस्या समाधान गर्ने हो भने बाहुनवाद को सोच, नीति र व्यवहार यो तिनटै कुरालाई अब न्यूनीकरण गर्दै अन्त्य गर्नु पर्ने हुन्छ। अब गएको 250 वर्ष भनौँ न, अब भोलि के अरे राष्ट्रिय विदा हुन छोडिसकेको र राष्ट्रिय एकताको प्रतीक हुन छोडिसकेको पृथ्वी जयन्ती फेरि भोलि फर्केर आउँदैछ होइन। त्यो फर्काउने काम त यही जातिवादी, नस्लवादी नयाँ संविधानको कारणले पनि आएको हो होइन। तर अब 250 वर्ष त त्यो बाहुनवादको कार्यान्वयनको लागि चाहिँ पृथ्वीनारायण शाहले पनि यो असली हिन्दुस्तान हो होइन, यो 4 जात 36 वर्णको फुलबारी हो भनेर अनि बाँकी सबैलाई पाखाबारीमा राखेको कुराहरू जुन छ अब त्यो सबै बाहुनवादको। तर फेरि पृथ्वीनारायण शाहको कुरा गऱ्यो भने अब हुन त नेवारहरूको, तपाईँ नेवारहरूको 18 धार्दी नाक कान काट्यो भन्छ होइन। अब ब्रिटिस इतिहासकारहरूले आफ्नो किताबहरूमा लेखेअनुसार त त्यो नाक कान काटेको दशकौँ पछि त्यहाँको मान्छेहरू भेट्दा त्यो मरिसकेको मान्छेको टाउको हाडमा जसरी त्यो आँखा र के अरे नाक र मुख भङ परेको देखिन्छ, जिउँदो मान्छे नै त्यस्तो देखिन्थ्यो भन्ने कुराहरू होइन। अब तर्साउनलाई किर्तिपुरको नेवारहरूलाई, आदिवासीहरूलाई तर्साउनलाई बाटोमा मरिसकेको मान्छेहरू रुखमा झुन्ड्याउने, बाटोमा ठडाउने गर्ने त्यस्तो अमानवीय क्रियाकलापहरू पनि भएकै हो होइन। तर अब पृथ्वीनारायण शाहले त्यो बाहुनवादलाई एकदम पद्धतिगत तरिकाले स्थापित गर्यो। तर फेरि उनको एउटा अलिकति जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भने जस्तो अब लिम्बूहरूको लागि चाहिँ आफ्नो 33 कोटी आकाशका 33 कोटी देवता, पातालका नागनगिनी लगायतका देवी देवता, यस धरतीका हामीले मानिआएका पुजिआएका देवी देवता सबैले होइन को नाममा कसम खाएर लिम्बूहरूलाई आफ्नो प्रथाजन्य जुन जीवन पद्धति, सामूहिक जीवन पद्धति, कानुन, नीति, नियम, संस्कृति, व्यवहार त्यो सबै यथावत चलाउनु र मेरा शाखा सन्तानले कसैले त्यो खोज्ने काम गर्यो भने
अब महेश चन्द्र रेग्मीको किताबमा चाहिँ अधिराज्य नाश होस् होइन, अब शिवकुमार श्रेष्ठकोमा चाहिँ राजकाज नाश होस्, अनि वीर देम्बाङले चाहिँ त्यो वंश नाश होस् भन्ने त्यो शब्द त्यो अनुवादमा फरक पर्यो होला। तर जे नाश हुने भने लिम्बूको त्यो अधिकारलाई राजा महेन्द्रले किपट खोसिसकेपछि वीरेन्द्रको पालामा वंशनाश, अधिराज्य नाश अनि राजकाज नाश सबै भएर यो ज्ञानेन्द्रको पालासम्म आउँदा त्यो भयो भन्दाखेरि अब पृथ्वीनारायण शाहलाई एकीकरणको प्रतीक मान्नेहरूले उनको त्यो लिम्बुवान स्वायत्तता चाहिँ दिया थियो र त्यो कुरा अब सङ्घीयतामा पहिचानसहितको सङ्घीयतामा जानुपर्छ भन्ने कुरा चाहिँ उहाँहरू गर्नुहुन्न होइन। उहाँहरू चाहिँ अब त्यो भौगोलिक एकीकरणलाई मात्रै दुहाई दिएर अनि आदिवासीहरूको सामूहिक अधिकारलाई खोज्ने, अनि सामूहिक पहिचानलाई खोज्ने, अनि भूमि भूभाग भूक्षेत्रमा भएको स्वामित्व र नियन्त्रणको अधिकार जम्मै खोज्ने, प्रथाजन्य कानुनहरू सबै खोज्ने लगायतको कुराहरू एकातिर भइरहेछ भने अर्कोतिर मधेसीको दलितको सबैको हुन्छ। अब बाहुनवाद त दलितहरूले पनि बाहुनवादै भनिरहेको छ नि। प्रमुख त्यो जति पनि समस्या छ दलितहरूको जातीय छुवाछुत लगायतको जातीय भेदभावको समस्याको जरा अथवा मूल भनेकै बाहुनवाद हो भन्ने नै छ नि। त्यस कारण बाहुनवादको अन्त्य नभएसम्म यो नेपालमा समानता र समता कल्पना गर्न गाह्रो छ। तर एकैचोटि अन्त्य त अब संसारमा कुनै पनि समस्या एकैचोटि हुँदैन, तर त्यसको लागि छिटोभन्दा छिटो न्यूनीकरण गर्दै अनि जतिसक्दो चाँडो अन्त्य गर्ने हो होइन। तर यो 2015को संविधानले त झन् बाहुनवादलाई हृष्टपुष्ट एकदम त्यो हर्लिक्स बर्नभिटा खाएको त्यो बच्चाहरू टेलिभिजनको एडमा देखाए जस्तो अब झन् त्यो दबाउने, हेप्ने, थिच्ने, मेट्ने कुराहरूतर्फ एकदम द्रुत गतिमा अगाडि बढिरहेको चाहिँ देखिन्छ। जुन तपाईँले बाहुनवादको विरोध गर्नुभयो, बाहुनवाद भन्दाखेरि सामान्य मान्छेले बाहुन अर्थात् ब्राह्मण समुदायले नै प्रत्येक ब्राह्मणलाई गाली गरेको जस्तो सम्झनुहुन्छ उहाँहरूले। यो बाहुनवाद भन्दाखेरि कसरी बुझ्ने बाहुनवादलाई चाहिँ? तपाईँले भनेको यो चाहिँ जुन ढङ्गको जरा गारेको यो विषयमा बाहुनवाद भनेको कुनै ब्राह्मण समुदायको व्यक्ति विशेषलाई होइन, यो ढङ्गको चाहिँ वाद हो भनेर कसरी बुझाउने? यस्तो छ, यो बाहुनवादको तपाईँले प्राज्ञिक कुरा गर्यो भने भारतमा त्यहाँको समाजशास्त्री एमएन श्रीनिवासले सन् 1945तिरै आफ्नो एमएको थिसिसमा, उहाँ आफै ब्राह्मण हो, त्यहाँ चाहिँ ब्राह्मणवाद भनेर उहाँले प्रयोग गर्नुभएको छ कि। अनि पछि गएर फेरि उहाँले त्यसलाई यो संस्कृताइजेसन संस्कृतिकरणको कुरा गरेका छ। तर नेपालमा फेरि तपाईँले डोरबहादुर बिष्टको फेडरलिजम एन्ड डेभलपमेन्ट भन्ने पुस्तक अध्ययन गर्नुभयो भने अब त्यसमा मूल कुरा नै त्यो बाहुनवादको कुरा छ कि। त्यसकारण अब बाहुनवाद भनेको बाहुनसँग जोडिन्छ कि जोडिँदैन भन्ने कुरा गऱ्यो भने अब डोरबहादुर बिष्टकै पुस्तकलाई अथवा एमएन श्रीनिवासकै त्यो ब्राह्मणिजमलाई ध्यानमा राख्यो भने अब त्यो जुन यो वर्णवादी जुन वर्ण व्यवस्था छ, 4 वर्णको व्यवस्था छ, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र, त्यो त दलितले निकालेको होइन, त्यो चाहिँ वैश्यले पनि निकालेको होइन, त्यो चाहिँ क्षेत्रीले पनि निकालेको होइन। त्यसको उत्पादन गर्ने, पुनरुत्पादन गर्ने र त्यसलाई निरन्तरता दिने त्यो सबै ब्राह्मणहरू अथवा पछि आएर नेपालमा चाहिँ पहाडमा बाहुनहरूको होइन, ब्राह्मण बाहुनहरूको कुरा भयो। त्यो निर्माण त उहाँहरूले गर्नुभएको। अनि त्यो निर्माण यस्तो तरिकाले गरेको छ कि त्यो 1 वर्ष, 2 वर्ष, 10 वर्ष, 20 वर्ष, 100 वर्ष होइन कि त्यो हजारौँ वर्ष उत्तिकै रूपमा निरन्तर रूपमा जाने बनाएको छ। अब गौतम बुद्धले नै जातीय छुवाछुतको विरुद्धमा त भयङ्कर ठुलो लडाइँ लड्नुभयो हो नि त होइन। गौतम बुद्धले नै लडेको त्यो बुद्ध धर्म भनेकै त्यही ब्राह्मणवादको विरुद्धमा आएको त्यो विचार हो त्यो होइन। तर त्यत्रो बुद्धले लडेर पनि आज हामी आउँदाखेरि 3000 वर्षको पछाडि भनौँ 2500 बुद्धको पछि त्यो जात व्यवस्था चाहिँ वर्ण व्यवस्थाहरू 3000 वर्षको इतिहास हो भने त 3000 वर्षसम्म त उत्तिकै बलियो छ त। अहिले पनि नेपालको सुदूरपश्चिम, मध्यपश्चिम गाउँघरहरूमा कतिपय अवस्थामा काठमाडौँ उपत्यकाभित्रै पनि त्यो त जब्बड बलियो भएर बसिरहेछ भन्दाखेरि अब यो बाहुनसँग त्यसको सम्बन्ध के छ भने अब यो अवधारणाको हिसाबले भन्यो भने
यो चाहिँ मैले अघि नै भने यो विचार पनि हो, यो नीति पनि हो, यो व्यवहार पनि हो भनेपछि त्यो बाहुनले पनि गैर बाहुनले पनि दुवैले बोक्न सक्छ हैन, बोक्न चाहिँ सक्छ। तर अब हामीले नेपालमा गएको 250 वर्ष धेरै परत नजाउँ, 250 वर्षको इतिहासलाई खोतलेर हेर्यो भने नेपालमा त एउटै जात बाहुन छेत्री, एउटै भाषा खस नेपाली, कहिले गोर्खे भन्यो कहिले पर्वते भन्यो, अनि एउटै धर्म हिन्दू, एउटै संस्कृति हिन्दू, एउटै लिङ्ग पुरुष, अनि अब एउटै क्षेत्र पहाड हैन। यसको अब दलन मलन राई दाई शोषण दमन चाहिँ एकाधिकार निरन्तर रहनुपर्छ भन्ने खालको जुन सोच नीति छ, अब त्यो भनेकै बाहुनवाद हो एउटा। अब त्यो भनिसकेपछि त्यसमा त्यो विचारलाई, त्यो नीतिलाई, त्यो व्यवहारलाई बोक्ने को छ त भन्यो भने नेपालमा अहिले पनि अधिकांश बाहुनहरू नै पर्छ। अहिले 2015 सालको संविधानमा हैन यो प्रमुख 3 दलको भूमिका रह्यो, त्यो भनेको काङ्ग्रेस, एमाले र माओवादी। अनि तिनटैको प्रमुख को थियो? अनि तिनटैको प्रमुख हाम्रो आदिवासीहरू पनि थिए नि हैन। आदिवासीहरू थिए त पहिलो संविधान सभामा 418 जना 416 जनाको सही बोकेर पहिचान सहितको संहिता, त्यो भनेको नेवा, लिम्बुवान, ताम्सालिङ, थरुहट भनेर त त्यो बेला 2/3 बहुमत त बोकेर बसेको थियो। खै त्यो त पारित त भएन त, आखिर संविधान सभै गयो, अनि अर्को संविधान सभा आयो, अनि 2/3 बहुमतले हरेक चाहिँ धारा उपधारा पारित गर्दै भनेको त जब बाहुनवादी संविधान आउने भयो, नस्लवादी संविधान आउने भयो, आदिवासीको मधेसीको अधिकारलाई निमेट्यान्न पार्ने संविधान आउने भयो, अनि बाहुन त एक ठाउँमै हुँदो रहेछ त। 10 वर्ष जनयुद्ध लडेको बाहुन पनि उही ठाउँमा आउँदो रहेछ। अनि थारूको अधिकार दिनु पर्यो भने त्यहाँ अखण्ड को नारा दिएर फेरि बाहुनहरू सबै बाहुन क्षेत्रीहरू एकै ठाउँमा आउँदो रहेछ। भनेपछि के काङ्ग्रेस के चाहिँ मतलबै भएन त्यो माओवादी हैन। भनेपछि अब अहिले आउँदाखेरि पनि एमाले कहाँको माओवादी, अब दुइटै एउटै भइसक्यो भन्दाखेरि त यो बाहुनवाद भनेको धेरै जसो त्यो बाहुन क्षेत्रीहरू जसरी पितृसत्ता भनेको खालि पुरुषको मात्रै कुरा होइन हैन, तर पितृसत्ता बोक्नेमा सोच नीति र व्यवहारमा पुरुषहरू नै अधिकांश छन्, र त्यो अधिकांश पुरुषहरूले त्यो नीति, त्यो विचार, त्यो व्यवहारलाई नत्यागेसम्म लैङ्गिक समता र समानता आउँदैन भने जस्तै त्यो बाहुनवादको माने के छ भने बाहुनवादी सोच नीति व्यवहार भएको अधिकांश बाहुन क्षेत्रीहरू छ। एकाध अपवाद होलान् कि, अब लिम्बुवानमा अपवाद होलान्, तपाईँहरूको नेवा यो प्रदेशमा अपवाद होला, मगरातमा केही अपवाद होलान्, 2-4 जना अपवाद होला। मेरो साथीहरू पनि छ, उहाँहरूले अब यो पहिचान सहितको संहिता, आदिवासीको अधिकारको कुरा, मधेसीको अधिकारको कुरा उहाँहरूले पनि जोरदार समर्थन गर्नुहुन्छ, तर उहाँहरूको निर्णयमा छैन। त्यो एकाध मात्रै हुनुहुन्छ औँलामा भाँचिने जस्तो हैन। तर अधिकांश त तपाईँलाई नेवा प्रदेशलाई दिनु पर्यो भन्ने साथ त विरोध गरेर अब पृथ्वीनारायण शाह कसरी फर्केर आयो त भोलि? फेरि भोलिको पृथ्वी दिवसमा यो गइसकेको पृथ्वीनारायण शाह फेरि फर्केर कहाँबाट आयो भन्दाखेरि त यो त सबै त्यही बाहुनवादी सोच नीति रहेको। यो त नेवारले निर्णय गरेर ल्याएको होइन नि, यो चाहिँ त दलितले निर्णय गरेर ल्याएको होइन नि, यो मधेसीले निर्णय गरेर ल्याएको होइन नि। हो भने हो भन्नुहोस् होइन। अनि कसले निर्णय गर्छ भने त नेपालको प्राय कुराहरू त जम्मै एउटै जात, एउटै भाषा, एउटै धर्म, एउटै क्षेत्र, एउटै वर्ग, एउटै संस्कृति भएकोहरूले अहिलेसम्म जुन गरिरहेको छ त्यही हो त्यो बाहुनवाद भनेको। त्यसकारण योसँग जोडेको अब हाम्रोमा छन् आदिवासी, शरीर चाहिँ आदिवासी बोकेकोहरू छ कि, जस्तो महिला आन्दोलन नै हुन्छ, मैले भन्ने गर्छु त्यहाँ पनि। अब जस्तो पहिला सम्पत्तिमा समान अधिकारको कुरा गर्दा त्यो इन्द्र लोहनीजीसँग टेलिभिजनमा त्यो शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा 25 बुँदेको कुरा ल्याएको बेलामा बहस थियो, पूर्णमान साकेजी पनि हुनुहुन्थ्यो। त्यो बेला म चाहिँ पुरुष भएर पैतृक सम्पत्तिमा समान अधिकार हुन्छ भन्ने, अनि पद्मकन्या क्याम्पसको एकजना प्राध्यापक, महिला प्राध्यापक चाहिँ यो पैतृक सम्पत्तिमा समान अधिकार हुँदैन, यो हामीलाई शिक्षा अथवा यो के अरे विल सिस्टम, यो इच्छा प्रणालीमा गयो भने ठिक हुन्छ भनेर उहाँले भन्नुहुने। अब महिलाको हिसाब त महिलाले त्यसो भने चाहिँ मैले त्यहाँ अर्को भन्ने त कुरा हुँदैन, मेरो अधिकारको कुरा होइन, मेरो त खालि आफ्नो विचारको कुरा हो होइन। तर अब त्यो महिला भयो भने पनि, प्राध्यापकै भयो भने पनि शरीर पो महिलाको बोक्यो त, भावना त महिलाको बोकेन, पितृसत्ताको विचार बोक्यो होइन। त्यस्तै आदिवासी जनजातिहरूमा अहिलेको चुनावमा के भयो भने
त्यो चुनावमा जति पनि भोट दिन गयो त्यो सबै हाराकिरी हो, आत्महत्या हो आदिवासीहरूको मधेसीहरूको हकमा हैन। तर अब नस्लवादी संविधानलाई मान्यता दिएर त्यो पुनर्लेखन गर्नुपर्ने संविधानलाई अब सुधारवादी हिसाबले एउटा पनि संशोधन नहुने अवस्थामा पनि सुधारको आशा गरेर जाने भनेको त त्यो त असम्भव कुराहरूलाई सम्भव बनाउँछु भन्ने जस्तै कुरा हो हैन। तर जित्न त आदिवासी सभासदहरू थुप्रैले जितेको छ, लिम्बुवानमै जितेको छ, नेवा प्रदेशमा जितेको छ, तमुवानमा जितेको छ हैन, थरुवाटमा जितेको छ। र कसले जितेको छ भन्दा लास परेका आदिवासीहरूले जितेको छ, सास भएका आदिवासीहरूले जितेको छैन। त्यो लास परेको भनेको के भने आदिवासी जनजातिको जुन सामूहिक जीवन पद्धति, सामूहिक अधिकार, सामूहिक पहिचान हैन, यो जुन कुराहरू छ त्यसले विचारले लय अनि एकदम प्रतिबद्ध भएको त्यसको लागि पर्नेहरू भन्दा पनि अब पहिला लागेको अब त्यागिसकेको अथवा त्यो चाहिँ त्यसैको विरोधमा लाग्ने बाहुनवादीहरूकै स्वरमा हाम मिलाउनेहरूले जितेको अवस्थामा यो त लासहरूको प्रतिनिधित्वले केही पनि हुनेवाला छैन। चाहिने चाहिँ सास भएको चाहिन्छ। अब त्यस्तो लास भएको हरू चाहिँ बाहुनवादी नै हुन्, त्यस कारण त्यो बाहुने मात्र त कुरा भएन नि त। त्यो अहिले चुनाव जित्ने त कति बाहुनवादी आदिवासीहरू नै छन् नि त। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा हामीले डाक्टर भट्टचन्द्रसँग कुराकानी गर्दैछौँ। अब भने छोटो विश्रामपछि पुनः उहाँसँग कुराकानीतर्फ लाग्नेछौँ। जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा खया चिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि म स्वागत गर्न चाहन्छु। अहिले हामी कुराकानी गर्दैछौँ डाक्टर कृष्ण भट्टचन्द्रसँग। उहाँसँग अहिलेको सामाजिक परिवेश र चुनाव साथसाथै यो संविधानसँग जोडिएर कुरा गर्दैछौँ र अहिले फेरि भने उहाँसँग कुराकानीतर्फ लाग्नेछौँ। मूलत अब प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन भइसकेपछि जुन ढङ्गको परिणाम आयो र जनप्रतिनिधिहरू निर्वाचित भए, यी निर्वाचित जनप्रतिनिधिहरूबाट यो प्रदेशसभा प्रतिनिधि सभाबाट के आश गर्न सकिन्छ आदिवासी जनजातिको दृष्टिकोणबाट? भट्टचन्द्रजी, अब यो निर्वाचनबाट परिणाम आइसकेको छ, जे जस्तै भए तापनि आदिवासी जनजातिहरू पनि जितेका छन्, महिलाहरू जितेका छन्। यो निर्वाचनबाट जितेर आएकाहरूबाट अब आदिवासी जनजातिको लागि केही गर्न सकिन्न, यो संविधानले आदिवासी जनजातिलाई केही दिन सकिने अवस्था छैन भन्नु खोज्नुभएको तपाईँले? अब यो अहिलेको अवस्थामा चाहिँ त्यही नै हो, साँचो कुरा हो होइन। जसरी पञ्चायतको उत्कर्षको बेलामा बिपी कोइरालाले पनि जनमत सङ्ग्रहमा भाग लिएर हराइदियो होइन, हार्ने भन्दा पनि हराइदियो। अनि हराइसकेपछि आखिर त्यो व्यवस्थालाई नफालेसम्म त होइन नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूको सास फेर्ने ठाउँ पनि त बाँकी रहेन नि त। भन्दाखेरि अब यो चाहिँ त्यही पञ्चायतको अवस्था अनि त्यही काङ्ग्रेस र कम्युनिस्टले जसरी जुझिरहेको थियो, अब त्यही कुरा आदिवासी मधेसीको अवस्था चाहिँ त्यस्तोमा पुर्याएको देखिन्छ होइन, पुगेको देखिन्छ। भनेको अब यो संविधानमा चाहिँ सामूहिक अधिकारको त केही कुरै छैन होइन, अब मधेसीको अधिकारको कुरा पनि छैन। तर खालि एउटा जुनसुकै बादलवान चाँदीको घेरा हुन्छ भने जस्तो, तर यो बाहुनवादीहरूको इच्छा चाहनाले होइन, त्यो 62-63को र मधेस आन्दोलन आदिवासी आन्दोलनहरूको दबावको कारणले गर्दा आखिरमा एकल राज्य व्यवस्था चाहिँ अब यो सङ्घीय व्यवस्थामा गयो होइन। त्यस कारण अब अहिले के छ भने यो संविधान चाहिँ पुरै जस्तो भनौँ न आदिवासीको हकमा आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र अथवा ILO कन्भेन्सन नम्बर 169 जुन नेपाल पक्ष भएको छ, अब त्यसको आधारबाट गर्नलाई पनि पुरा यो संविधानको प्रिएम्बलदेखि लिएर भनौँ न अनुसूचीहरूसम्म र भित्रको धारा उपधाराहरू सबै पुरै बदल्नु पर्ने हुन्छ। तर त्यो नगरिकन त सम्भवै छैन होइन। अब तपाईँलाई कुखुरालाई पुनर्लेखन गरेर हात्ती बनाउन सक्नुहुन्छ कि हुँदैन भने त कहाँ पुनर्लेखन गरेर हात्ती हुन्छ त्यो होइन।
के अरे संशोधन गरेर कहाँ हात्ती हुन्छ, त्यसलाई त पुरा पुनर्संरचना नै गर्नु पर्यो नि। त्यसकारण अब समस्या चाहिँ त्यस्तो छ। तर अब स्थिति चाहिँ के हुन्छ भने जस्तो बिपी कोइरालाले नै भनौँ न, अब हामी विगतमा फर्केर हेऱ्यो भने नेपाली काङ्ग्रेसले त्यो बेलाको आम चुनाव जित्यो, 18 महिना सरकार बनायो, तर सरकार बनाउँदैमा त हुँदैन रहेछ होइन। पछि 30 वर्ष त फेरि काल कोठरीतिर अन्धकारतिर गयो, तर अन्धकारतिर गयो भने फेरि उज्यालोतिर त फर्केर आउँदो रहेछ नि त। भनेपछि अब आदिवासी मधेसी अथवा दलित अथवा मुस्लिमहरूको हकमा पनि के भने अब अहिले यो संविधान आउनुभन्दा अगाडि नै पहिलो संविधान सभामै ठिक तरिकाले अगाडि जान सकेको भए यो मुलुक शान्ति स्थायित्व समृद्धितर्फ जान्थ्यो। तर अब दोस्रो संविधान सभाबाट चाहिँ यो झेली गरेर यो जातिवादी नस्लवादी संविधान आइसकेपछि अब चाहिँ के छ भने अब यसलाई फेर्नलाई त फेरि होइन गाह्रो छ। अब यसको फेर्ने भनेको दुईवटा तरिका हो, एउटा चाहिँ संशोधन गरेर, अर्को चाहिँ क्रान्ति विद्रोह गरेर। अब क्रान्ति विद्रोह भनेको त दिनदिनै छिनछिनै एकैछिनमा हुँदैन, त्यसको पनि समय लाग्छ होइन। तर त्योभन्दा अगाडि संशोधनबाटै होला। तर संशोधनबाट हुने छाँट देखिएको भए त अहिलेसम्म यो चरण चरणमा चुनावहरू, स्थानीय चुनाव अनि प्रान्तीय चुनाव अनि सङ्घीय चुनावहरू किन गर्नु पर्थ्यो? त्यो त मधेसी आन्दोलनको टाउको दुखाइ बाँकी रहेरै 2 नम्बर प्रदेशको कारणले गर्दा नि यो सबै ढिलाइहरू भएको, अहिले राजनैतिक भूमरी सङ्कटमा परेको कारण पनि त्यही हो। भनिसकेपछि अब के हुन्छ भने जसरी पञ्चायतको जितिसकेपछि बहुदल र निर्दल अथवा पहेँलो र निलोमा पहेँलोले जबरजस्ती नजितेकोलाई पनि जितेको बनाएर नाटक गरेर जितेकै देखाइसकेपछि अब त्यही भित्र रहेर कुरा गर्ने काङ्ग्रेस र कम्युनिस्टले के गर्यो भन्दा पञ्चायतको विरुद्धमा सङ्गठित भयो, परिचालित भयो होइन, आफ्नो काम गर्यो। अनि त्यसपछि आएर 46 सालमा आएपछि उपयुक्त मौकामा फेरि लोकतन्त्रलाई पुनर्बहाली गर्यो। अनि त्यसपछि 62-63 को आन्दोलनपछि राजतन्त्रलाई नै सधैँको लागि फ्याँकिदियो भने जस्तै। अब यो पनि के हुन्छ भने अबको चाहिँ केन्द्रीय तहको अथवा राष्ट्रिय स्तरको आन्दोलनहरू भन्दा अब यसले अब जहाँ पनि कुनै न कुनै ठाउँ त खोज्छ नै होइन। अब राष्ट्रिय स्तरको भएर काम छैन। अब लिम्बुवानको चाहिँ 1 नम्बर प्रदेशमै लिम्बुवान खम्बुवानहरूको आन्दोलन उतै हुन्छ, तपाईँ नेवारहरूको यही प्रदेशमा हुन्छ होइन 3 नम्बरमै। अब उता तमुवानको 4 नम्बरमा हुन्छ होइन। अब त्यस्तै थरुहरूको मगरातहरूको अब उतापट्टिको आफ्नो प्रदेशमा हुन्छ। भनिसकेपछि अब चाहिँ के हुन्छ भने अनि अलिक त्यो कडा र बढी प्रभावकारी पनि हुनसक्छ। त्यसको अर्थ के भने अब नेपाल आदिवासी जनजाति महासङ्घको औचित्य समाप्त भइसक्यो है। अब पहिला चाहिँ केन्द्रीकृत हुँदाखेरि चाहिँ सबै 59 जातिको गर्दाखेरि त्यो रूपबाट एउटा सशक्त रूपमा आन्दोलन पहिला गरेकै हो। अब चाहिँ के भने बिचमा आएर राजनैतिक दलहरूले त्यहाँको नेतृत्व तहलाई कोअप्ट गरिदियो होइन। भनेको अब आफ्नो पार्टीभित्र समाहित गरेर महासङ्घै नियन्त्रणमा लिइसकेको अवस्थामा अब अहिले अब यहाँ के छ भने तल जनता चाहिँ आन्दोलित हुन तयार छ, तर नेतृत्व त कहीँ चाहियो। त नेतृत्वमा त्यहाँ समस्या भए हुनाले त्यो अहिले आन्दोलन बाहिर सतहमा पहिलाको जस्तो नदेखिएको अवस्था छ। तर मान्छे त उद्वेलित छ, किनभने भेदभाव त झन् पहिलाभन्दा चर्को हुँदै गएको छ, झन् बढेर गइरहेको छ। भनिसकेपछि अब के हुन्छ भने अब चाहिँ यो जुन 7वटा प्रदेश छ त्यो प्रदेशमै प्रदेश स्तरमै आउँछ। अनि प्रदेशकै आदिवासीहरूको त्यस्तै गरेर दलितहरूको त्यस्तै गरेर अब मधेसीहरूको त अब आफ्नो केही प्रदेशहरू छ तराईको होइन। पहाडमा पनि एकैबद्ध लियो भने अब त्यो हिसाबले आफ्नो ठाउँबाटै सङ्गठित भएर अनि त्यो प्रदेशकै मिलेर सङ्घीय स्तरमा चाहिँ दबाब दिने गर्यो भने अबको नयाँ किसिमबाट चाहिँ उही पञ्चायतको पालीमा प्रतिबन्ध लाएर गाह्रो भए जस्तै अहिले त आदिवासी जनजाति मधेसीहरू प्रतिबन्धित जस्तो छ। तर मधेसीलाई एउटा फाइदा के भने र थारूहरूलाई आदिवासीहरू मध्येमा कि निर्वाचित भएर आइसकेको अवस्थामा चाहिँ केही चलखेल गर्ने अवसर छ होइन। तर त्यसको पनि सीमितता छ, त्यो बल्छीमा परेको संविधानको बल्छीमा परिसकेको त्यो माछा भएको हुनाले त्यो स्वतन्त्र रूपमा पौडने माछाले जस्तो चाहिँ काम गर्न सक्दैन होइन। त्यसकारण मधेसमा पनि स्वतन्त्र रूपमा पौडने माछाको आन्दोलन भयो अनि आदिवासी जनजातिहरूको स्वतन्त्र रूपमा पौडने
माछाहरूको आन्दोलन भयो भन्यो भने त्यसले त्यो एउटा परिवर्तन अनुभूत गर्नेतर्फ पक्कै पनि जान्छ। तर त्योमा जानको लागि अब अलिकति बाटो चाहिँ लम्बिने भयो भन्ने मात्रै हो। तर क्रान्ति अथवा विद्रोह अथवा आधारभूत परिवर्तनको लागि त्यो सबैले चाहना गर्दैमा तुरुन्त आइहाल्ने पनि होइन, त्यो चाहना नगरेर रोक्दैमा त्यो रोकिने पनि होइन। त्यसको लागि काम गर्नेहरूले निरन्तर रूपमा गर्नुपर्छ। जस्तो तपाईँ नेवारहरूकै भनौँ न, भोलि त्यो पृथ्वीनारायण शाहले अब सजिलोसँग जितेको पनि होइन होइन, 3 चोटि त कीर्तिपुरमा आक्रमण गरेको। तर 2 चोटि आक्रमण गर्दा पनि जित्न नसक्ने भएपछि अब त्यो नैतिकताको पराकाष्ठा पनि नागेर बिर्सेर होइन, अमानवीय तरिकाले मान्छेलाई मारेर, अमानवीय तरिकाले मान्छे भोज खाएको बेलामा यता काठमाडौँमा आक्रमण गरेर होइन, 18 धार्नी नाक कान काटेर मान्छेलाई, मरेको मान्छेहरूलाई बाटोमा उ गरेर जुन खालको यातनाहरू दिएर तर्साएर गरेको छ, त्यो आजकलको त्यो बेला चाहिँ अहिलेको जस्तो मानवाधिकारको कुरा हुने, त्यो बेला चाहिँ अहिलेको जस्तो हेग हुने भए त पृथ्वीनारायण शाह त हेगमा हुन्थ्यो, यहाँ कहाँ हुन्थ्यो होइन भन्दाखेरि अब त्यो समय बदलिरहन्छ। तर त्यो कथा चाहिँ त्यो छ्याकल्लो भनेर कीर्तिपुरमा जुन तपाईँहरूले त्यो बाटोमा जाने मान्छे हरेक कीर्तिपुरीहरूले थुक्ने प्रचलन त्यो बेलादेखि अहिलेसम्म अद्यावधि छ भनेको त त्यो अब यहाँ साहित्यिक भाषामा सङ्कथन भन्छ, अङ्ग्रेजीमा न्यारेटिभ भन्छ, सजिलोमा कथा। त्यो कथा चाहिँ जहिलेसम्म जीवित रहिरहन्छ तबसम्म त फेरि फर्केर जाने सम्भावना हुन्छ नि त। अब इन्द्र जात्रा को दिन हो पृथ्वीनारायण शाहले आक्रमण गर्यो, त्यो इन्द्र जात्राकै दिन नेवारहरूले सधैँभरि अहिलेसम्म कालो झन्डा देखाएर विरुद्ध गर्दै आउनु भएको छ नि त। त्यो जगत सुन्दर बनेकुठी भनेर जुन स्कुल बनाउनु भएको छ, राणाकालमा जगत सुन्दर भनेर जसलाई समातेको थियो होइन, उहाँ आफै पनि अन्तिम समयसम्म पनि उहाँले त्यो कालो झन्डा बोकेर त बस्नुहुन्थ्यो। भनिसकेपछि यो इतिहासमा के हुन्छ भने अलेक्जेन्डर द ग्रेट जस्तोको पनि पाला आयो होइन, अब भारतमै मुस्लिमहरूको त्यत्रो दबदबा पनि भयो। अब चन्द्रगुप्तदेखि मौर्य साम्राज्य भनेर पनि भयो, तर त्यो सधैँभरि टिक्दैन, जान्छ। अब नेपालमै पनि हेरेन, राणाहरू 104 वर्ष टिकेकै हो, त्यो बेला त कल्पना पनि थिएन होला राणा शासन जान्छ होइन। शाहवंशहरू एक होइन 250 वर्ष टिकेकै हो, कुनै न कुनै समय चाहिँ आउँछ भन्ने 35 वर्ष टिकेकै हो। त्यहाँ नेपालबाट बाहुनवाद, यो पहाडिया एकाधिकारवाद, पितृसत्तावाद यो जान चाहिँ जान्छ। तर हाम्रो चाहना चाहिँ जसैको चाँडो जाओस् भन्ने हो। तर अब ढिलो चाँडो यो जाने चाहिँ अवश्यम्भावी छ। त्यो अवश्यम्भावी बनाउनुको लागि सबै चाहिँ बाहुनवादको साथमा लागेर त्यो लोभ र डरको कारणले अब सभासद पाउने, पद पाउने, अब राजदूत पाउने होइन, यो विभिन्न किसिमको ठेकाहरू पाउने, विभिन्न किसिमको सत्ताको स्वाद पाउने, त्यो हिसाबबाट लास पढ्दै गयो भने पनि सास भएकाहरू जो बाँकी छन् उनले ढिलो चाँडो गर्छ। तर अहिले हेर्दाखेरि चाहिँ यो नयाँ पिँढीकोले यो मूल प्रवाहको राजनीतिमा नि पुरानो पिँढी खत्तम भयो भन्ने नि छ, यो आन्दोलनकोमा पनि पुरानो पिँढी चाहिँ खत्तम भयो भन्ने नि छ। कुरा चाहिँ दुइटै एउटै हो। अब नयाँ पिँढीको लिँदा राजनैतिक दलहरूमा बरु नयाँ पिँढीमा हाउलास देखिँदैन, तर यो पहिचानको आन्दोलनमा चाहिँ नयाँ पिँढीले यो लिन थालिसकेको छ। अब जस्तो मलाई चाहिँ सन्तोष केमा हुन्छ भन्दा अहिलेको 20-22 वर्षकोहरूले जुन रूपमा त्यसलाई लिइरहेको छ त्यो लिँदाखेरि अब म अन्दाज गर्न सक्छु होइन, कमसेकम उहाँहरू 85-90 वर्ष बाँच्नुभयो भने त्यति जेल त उहाँहरूले आफैले पनि बोकेर लानुहुन्छ, अनि त्यति जेलमा अर्कोलाई दिनुहुन्छ भनेपछि अब कुनै न कुनै पिँढीले सकेदेखि हाम्रो पिँढीले लिने हो। राजतन्त्र अन्त्य गर्दा त हाम्रो पिँढीमा होला जस्तो त लागेको थिएन नि त होइन, तर भयो भने यो त हाम्रो पिँढीको सफलता भयो। तर सबै एउटै पिँढीको सफलता हुँदैन, एउटाले सकेन भने अर्कोले गर्छ, अर्कोले सकेन भने अर्कोले गर्छ। लडाइँ चाहिँ लामै हो, यो एकदम छोटो लडाइँ होइन। तर आशा चाहिँ के भने यो बाहुनवादको अन्त्य चाहिँ एकदम अवश्यम्भावी छ, त्यो जाने नै छ। तर अब हामी चाँडो भन्छौँ, बाहुनवादीहरू ढिलो गरौँ भन्छ होइन। अब यो बिचमा कतै चाहिँ वास्तविकता चाहिँ त्यहीँनिर छ। भद्रचन्द्रजी तपाईँले समय दिनुभयो, यति धेरै जानकारी गर्नुभयो, आफ्नो विचार राख्नुभयो, यसको लागि धन्यवाद। फेरि तपाईँलाई पनि धन्यवाद। होर्छे।
तजिलजी संपदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला